मर्निङ लङ टाइम नो सी तपाईँको भिडियो चाहिँ हाल्ने कि नहाल्ने त सो आज चाहिँ अब वाम गुड मर्निङ हामी चाहिँ एउटा ठाउँ जाँदैछौँ टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला कहाँ जानु लाग्यो भनेर सो वी आर गोइङ एट साली नदी ए माइला कस्तरी आएको यो त्यही भने काठमाडौँमा लोकल बसको पछाडि त्यही भएर त बस्ने भने ठाउँमा ब्रेक हान्न नसकेन भने त ड्याङ्ग हो नि धुवा आइरह धुवा केही हुँदैन सजिलो त्यहाँ त्यो झ्याङझुङ अब त्यहाँ आज झन् त्यही लास्ट दिन भने होइन अनि मान्छे त्यत्तिकै क्राउड हुन्छ जस्तो लाग्छ अगाडि भाइ छ हामी पछाडि छौँ होइन अब त थाहा भइसक्यो त्यसलाई अलि त्यो गल्ली बाटो मात्रै थाहा थिएन पठाउने गर्छ कताबाट जाने भनेर यो पोइन्टबाट त उसले थाहा हुन्छ अनि अरूलाई उ गर्नुभन्दा अब तपाईँ पनि जाने भनिरहेको थियो नि त अनि यसो विचार गरे फु पनि अखरा हिँड्नु भनेर बिहान भने फुलाई त थाहा पनि छैन जाने भनेर म हिजो राति नै त्यहीसँग थिएँ क्या म यस्तो यस्तो हो भोलि म फोन गर्छु रेडी चाहिँ बस भने हुन्छ दाइ भन्दै थियो यो चाहिँ सुदीप तेल हालिदिनु पर्यो 500 ओए कहाँ गयो बोगली नै नयाँ ट्राउजर भएर नयाँ ट्राउजरले पत्याएन जस्तो अलिकति ल आज वाइल्ड मान्छे हुन्छ भने आन्टी अझ झन्न शनिबार परेन छ भन्नु न आइतबार भएर अलि हामी पहिला आउँदाखेरि चाहिँ थाहा नहुने होइन यतै हो यहाँ पार्किङ गरेर जानुपर्छ भनेर पठाइदिने है अब हामीलाई पनि के थाहा त है होला नि त भनेर छोडेर नै कति हिँडाउँथ्यो भने त्यो अलिकति मान्छे हुन्छ नि त्यो लास्टै ठग्न बसे जस्तोवाला छन् भने मान्छेहरू यहाँ मौकाको बेला त हो यही हो सिजन भन्ने खालको के अरू बेला त अब नर्मली आउँदाखेरि यो पार्किङ सार्किङ यताउता केही हुँदैन यहाँ खाली उहाँबाट नि बाटो छ आन्टी अर्को यहाँबाट गयो भने चाहिँ मैले भने भक्तपुर साइडपट्टिबाट आउँछ के 10:45 मा त आइसक्यो अनि अझ कुदाएको त्यस्तो रीति हुन्छ नि हतारवाला छैन आरामले फर्स्ट टाइम आउने मान्छेले त होला नि त उता छैन होला त्यही राखेर जाउँ भन्ने हुँदैन नि त अनि काठमाडौँको आधा मान्छे यहीँ छ कि आज ओहो यस्तो यस्तो देख्दाखेरि चाहिँ अप्ठ्यारो जिन्दगी यिनीहरूको माया लाग्छ हामीलाई नि थाहा छ दाइ पार्किङ यता होइन भनिदिनुपर्छ कि क्या पार्किङ यतै मात्रै हो भन्छ त हामीलाई नि थाहा छ दाइ पार्किङ अलि अगाडि पनि छ भन्नुपर्ने आन्टी ओर्लिनु तपाईँ त बिस्तारै तपाईँ र फुपू त जाँदै गर्नु हामी आउँछौँ साल नदी त्यही हो मन्दिर चाहिँ अब आउँछ मैले छोडेर राखेको छु त्यही भएर आफ्नो फेरि डबल स्ट्यान्ड जानु अहिले हो त मुला
इन्जिनै गएको नि। हेलमेट त छोड्ने नै होइन नि। साली नदीमा त रक्षा गरिदिनु सबैको, भिडियो हेर्ने मान्छे सबैजनाको। एउटा दियो त लिनुपर्ने हो यार, अलिक खाली खाली पसलमा छिराउँ त दियो लिउँ एउटा। यतापट्टि फेरि दियो रहेनछ कि। स्वस्थानी माता ज्ञान छुनलाई मात्रै हो। टाढा टाढादेखि पवित्र भूमि पुण्यभूमि सालु नदी पालुनी श्रद्धालु तीर्थालु व्रतरला अष्टमाधिका स्थानीय परमेश्वरी सदैव रक्षा गरून्, कल्याण गरून्। तपाईँहरूले पनि सहयोग गर्नुभयो, भवनले निर्माण कार्य सम्पन्न भयो। अब तपाईँहरूले सहयोग म एकदम केयरफुल धेरैवाला। ऊ के गएर बाल्नु पर्यो क्या। त्यो अहिले प्रसादी लिने हो क्या। अब सेफ साइड बसेर उ गर्नु परिहाल्यो नि। लौ समात यो हेलमेट समात। यो मेरोवाला होइन, तपाईँको वाला, यो मेरोवाला। यहाँ जोडी छ त, अलिक छेउमा बस्छ है। उल्टो बना, उल्टो पवित्र भूमि पवित्र विशिष्ट साली नदी पालुनी श्रद्धालु तीर्थालु व्रतरलाई अष्टमातृका बालिदिउँ के गरौँ? मसँग चाहिँ नबाल्दै ल। जसको महिना सुनेर जसको व्रत बसेर जसको सिचुएसन अनुसारले ढलिनु पर्यो। सले पनि टाइमिङमै भेटायो नि त। त्यहाँ के हेर यस्तो सबै राखिरहेको रहेछ, कहाँ छोड्ने। पूजा आरतीमा सहभागी भाव सहयात्री बनाओ सहयोगले पुण्य कमाओ। यही उसी छैन आफूलाई सकेको जति हुँदै जाने त माता श्रेष्ठवादिका सशक्तानी परमेश्वरको नाममा अर्पण गर्न। कस्तो बाग्लो परेछ त यो फेरि। मेरो त कस्तो सर्लक्क बोलेको थियो। पूजा आरतीमा सहभागी हुनु सहयात्री बनी सहयोगले पुण्य कमाओ। यति हुँदी छैन आफूले सकेको जति हुँदै जान्छ माता श्रेष्ठवादिका शिशुस्थानी परमेश्वर। तपाईँहरूले सहयोग गर्नुभयो, भवनले निर्माण कार्य सम्पन्न भयो। अब तपाईँकै सहयोग हुन्छ अलिअलि आरतीको लागि भक्तजनहरूले आफूले सकेको जति यथाशक्ति सहयोग गरी पुण्य आर्जन गरे। 21औं शताब्दीमा पनि तलकालीन कला र शैलीको जगेना गर्दै हस्तपूर्व निर्मित अष्टमातृका शिशुस्थानी परमेश्वरीको मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ। सो हामीले चाहिँ बालिसकेको छौँ। स्वस्थानी माताले दुईवटा बाल्नुपर्ने रे है, दुईटै बालिदिएको छु। जय स्वस्थानी माता।
बाबु मैले राख्ने होइन नि मैले त दुखेछ होला विचार गरेर है अलि ज्याकेट चाहिँ मेरो त मतलब भएन इसमें तेरा घर जाएंगे होला जस्तो ज्याकेट लगाएर हिँडे खै अलिकति ल अह पौडी सौडी खेल्ने त्यहाँ गोमागोसम्म सुई सुई गएर आउँ न गोमाको खुट्टीसम्म तेरो भिडियो हाल्छु अनि तेरो गर्लफ्रेन्डले हेर्छ अनि थाहा पाउँछ माइला यस्तो यस्तो बोल्छ मेरो बोयफ्रेन्ड भनेर सोध्छ ल ल ओर्लिउँ है यो अड्केर नबसौँ ओए लड्छ क्या बिस्तारै भए होइन आधी हालेर हुँदैन थाहा नै हुँदैन कि माथि के चलिरहेछ भनेर फेरि हुँदैन आज भ्लगर भन्दा पनि घरको वाला भ्लगर पऱ्यो आज म नारायण नारायण भन्थ्यो होइन यो उमा त सस्तानीमा मैले पढ्दाखेरि त्यस्तै भन्थेँ यार के अरे के भन्थ्यो अगाडिपट्टि त्यो एउटा पोइन्ट थियो के कुमारजी आज्ञा गर्नुहुन्छ होला यही त हो नि आइपुग्यो मन्दिर दर्शन गरेर गोमा दिदीकोमा है गोमा दिदीकोमा पुग्नुभन्दा अगाडि यतातिर ढौदिउँ होइन कति धेरै खुवा हो यो हो अब फर्किनुपर्छ यार एकदम सर्ट एन्ड स्विट आज लास्ट डे भएर एकदम हतार हतारले आयो कि कति दिन भइसकेको थियो नआएको पहिला पहिला त आइन्थ्यो यसपालि त भ्याउँदै नभ्याइरह्यो कि अनि त्यही भएर सुई सुई आएर सुदीपसँग यो चाहिँ सुदीप हो यससँग आएर यसो ढोगेर निस्क्यौँ न अब भनेर मान्छे नै धेरै आज लास्ट दिन भएर माइला हुँदैन 1700 1800 भन्छ मुला फुकेको होइन त्यो त लिनलाई फुक्ने उनीहरूले देखाएको हो नि त्यो चेक मात्रै के गर्नु भनेर तिम्रो त्यो गर्लफ्रेन्डको लागि के लिने हो त्यो हेर है आफ्नो गर्लफ्रेन्डलाई नि रक्षा गरिदिनु होला स्वस्तानी माताले रक्षा गर्नु सबैजनाको त्यो प्रसादी लगिदिनु पर्ने थियो यस्तो गर नि त यहाँ ल्याऊ खै नाम ल्याऊ जाऊ टिपेर आऊ म पार्किङतिर जाँदै गर्छु होइन
दुईटा बाइकको र हामी फर्क्यौँ स्वस्तानी माता दर्शन गरेर है। अब चाहिँ घरका मान्छे हराइसक्यो यहाँ कतातिर हो घरको मान्छे हुलमुलमा हेर्दै आउँदैछौँ। यसो विचार गर्नु है पार्किङबाट निस्किसक्यौँ हामी खै हेर्दै हेर्नु हामी आइसकेका छौँ यहाँ विचार गर्नु। ल ल ल कता हो पार्किङबाट निकाल्नै आधा घन्टा लाग्यो अनि त्यसले त के सपिङ पनि हाने आज। ल चल्दिउँ। अब हर्न पनि बजाउन नमिल्ने है कस्तो ल्याङ्गे। अब मान्छेले हर्न बजाउँछस् भनेर तर्काउला भने त दिनुपर्छ क्या हो डुकाटीमा। गोप्रो स्टप रेकर्डिङ। हामी हाम्रै डुकाटीमा ठिक छ। यसलाई अहिलेको लागि यहीँ छोडिदिउँ है त। केटाहरूले कतिको मिस आउट गरे त मलाई। हेलो हेलो अनै हो नि ए हुन लाग्यो हो जगतेमा। कति लामो जाम भयो 3 दिनको जाम भने यस्तै त हो नि जस्तो वाला टाइपको भयो त। 3 दिन पसिन्छ क्या यस्तो गाडे अर्डर हालेछ नि झुले लालहरूले। कस्तो राम्रो पप्पी रहेछ त्यो बाटोमा। यस्तो धुलोमा के रेकर्ड गर्नु। यहाँबाट भुद्रुक काम हाल्नुपर्छ क्या। आई निड टु क्रस यार आई निड टु जोस् मलाई भक्तपुरको बाटो सबै थाहा छ प्राय त्यही भएर सजिलो भयो सर्टकटहरू। यस्तरी कुदाउनु परिरहेछ रोड छोडी आमा नि त पप्पुलाई नि विरक्त लागेछ होला। ए यो गाडी त अब 1.5 घन्टामा पुग्छ। 1.5 घन्टा हो 1.5 घन्टा। ढुक्कले 1.5 घन्टा हो अब यिनीहरू। बाइकै घुमाएर जानु पर्ला जस्तो छ। यिनीहरू त नि भाषा कहिले पुग्ने हो अब। बाटै पुरै ब्लक के यस्तो डेन्जर ब्लक भयो कि बर्बाद फसियो कि आज जगतेमा यार। जाममै अड्के भइदिरहेको 3 दिनको जाम भने जस्तो भइदिरहेको। अन्न बल्ल फुटपाथमा कुदाएर यहाँ त्यहाँ गरेर भए पनि यहाँसम्म आइपुग्यो यार। बाटै छैन क्या हो। गल्लीमा कहाँ हो यो। निस्क्यो कहाँ भन्ने कुरा हो है। पोट्री स्क्वायर निस्केको छु। दिल का जो हाल है कैसे बयां करें कहने को हिजो पाटन एक्सप्लोर आज अब भक्तपुर एक्सप्लोर। दिनको एकैवटा ठाउँ एक्सप्लोर हान्दै जिन्दगी चल्नलाई रमाइलो भएको छ यो कुराहरू देखेर चाहिँ है। एज लाइक पाटन र भक्तपुर चाहिँ सिमिलर एउटै जस्तो लाग्ने क्या।
एउटै एउटै खालको त छ नि पाटनमा नि यस्तै यस्तैवाला टाइपको ढुङ्गा थियो हिजो मैले भने त त्यो स्लिपरी रोड्स हुन्छ नि पानी पर्ने टाइममा यो एकदम चिप्लिने खालको ढुङ्गा हो कि यो भक्तपुरमा नि यस्तै छ अनि चाइनिज इँटा घर भने जस्तो पुरै नन पेन्ट हामी यहाँबाट राइट जानुपर्ने हो ढुङ्गा छापेको बाटो घरहरू हुन्छ नि कलर नलगाएको घरहरू धेरै के पुरै कल्चर रिफ्लेक्ट गर्ने के यता चाहिँ यता र ललितपुरको त्यो पाटन एरियातिर के Kiss Tiger. Long time no see. यहाँ फेरि के चलिरहेछ बौद्धमा झत्रङ झुत्रुङ भइरहेछ कन्सर्ट भन्दा पनि यो खै के हो जात्रा टाइपको के छ यो आफ्नै जात्रा भइरहेछ मुझे जात्रा हेरेर